75 लाख किता शेयर बजारमा आइसक्यो। कम मूल्यमै खरिद गर्ने सुनौलो मौका। तपाईले आइपिओमा लगानी गर्नुभएको छ वा सेकेन्डरी मार्केटबाट किन्न चाहनुहुन्छ? आजको यस भिडियोमा म तपाईले बताउनेछु नेपाल माइक्रो इन्स्योरेन्सको शेयर कतिमा खुल्दैछ र कहिलेबाट चाहिँ यसको किनमेल सेकेन्डरी मार्केटमा सुरु हुन्छ र किन यो मौका नगुमाउने त। हे एभ्रीवन, वेलकम टु द न्यू भिडियो। यदि तपाई च्यानलको नयाँ भिडियो हेर्दै हुनुहुन्छ, पहिलो भिडियो हेर्दै हुनुहुन्छ र यस्तै खाले भिडियोजहरु आइपिओ शेयर मार्केटसँग रिलेटेड भिडियोजहरु आउने दिनहरुमा सबभन्दा पहिला हेर्न चाहनुहुन्छ भने तल रहेको रेड बटनमा क्लिक गरेर च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिन नभुल्नु होला। अब कुरा गरौँ यसको शेयर डिटेलको बारेमा थोरै। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका 75 लाख युनिट शेयर अब नेप्सेमा लिस्ट भइसकेका छन्। यसले 22,50,000 किता शेयरहरू सर्वसाधारण लगानीकर्ताहरूको लागि फागुन 11 गतेदेखि लिएर 15 गतेसम्ममा इस्यु गरेको थियो। अब यो शेयर बजारमा एनएमआइसी नामको सिम्बल अन्तर्गत ट्रेड हुनेछ र यसको ओपनिङ रेन्जको कुरा गर्नुपर्दा पहिलो कारोबार मूल्य भने 100 रुपैयाँ 80 पैसादेखि लिएर 302 रुपैयाँ 40 पैसाको बीचमा हुनेछ। यदि नेप्सेसँग एग्रिमेन्ट भयो भने लिस्टिङ भएको भोलिपल्टै नै सेकेन्डरी मार्केटमा यसको कारोबार सुरु हुनेछ र जहाँसम्म यसको चाहिँ मन्डे अर्थात् सोमबारसम्ममा कारोबार सुरु भइसक्ने सम्भावना रहेको छ। तपाईले सोमबारतिर आफ्नो पोर्टफोलियो एकचोटि चेक गर्नुहोला, त्यसमा चाहिँ ट्रेड भएको तपाईले देख्न सक्नुहुन्छ र तपाईले अनलाइन प्रविधिबाट अर्थात् टिएमएस को थ्रुबाट तपाईले आफ्नो मोबाइल अथवा ल्यापटपबाट यसको ट्रान्ज्याक्सन अर्थात् कारोबार गर्न सक्नुहुनेछ। एउटा गोल्डन अपर्च्युनिटी हो जसले तपाईको इन्भेस्टमेन्ट जर्नीलाई नयाँ मोड दिन सक्नेछ। तपाईलाई यो भिडियो मन पर्यो भने लाइक गर्न नछुटाउनु होला। थ्यांक यू, बाइ बाइ।